एभ्रिवान। हामी चाहिँ आज चाहिँ आमालाई खोजेर मैले त होइन आमाले खोजेर चाहिँ ल्याउनु भएको थियो। अन्त म चाहिँ आमाले चाहिँ गन्ती बिर्सिनुहुन्छ नि त। अन्त मैले 100-100वटा गन्ती गर्दै छुट्याइदिँदै थिएँ र सबै छुट्याइसकेर चाहिँ मलाई पनि एउटा बनाउनु मन परेको थियो। अन्त आमाले चाहिँ उता खोले चलाउनु हुँदै थियो अनि मैले 100-100वटा सबै छुट्याइदिइसकेपछि चाहिँ मैले पनि एउटा चाहिँ बनाउने ट्राई गरेँ। यहाँ चाहिँ आमा र म गफ गर्दै काम गर्दैछौँ। गफ गर्दै काम गर्दाखेरि चाहिँ काम पनि छिटो सकेको जस्तो लाग्छ है। अनि अब यस्तै टाइममा त हुन्छ फ्यामिलीसँग टाइम स्पेन्ड गर्ने। म धेरै जस्तो अब कोही बेला बजार जानुपर्छ, कोही बेला के गर्नुपर्छ, कामले गर्दाखेरि घर बस्नु पाउँदिनँ। अनि यस्तै के गर्दैखेरि चाहिँ आमा र म गफ गर्दै चाहिँ अमला बनाउँदै आमाले खोले पनि चलाउँदै कति काम गर्दै यस्तो के गफ गर्दै पहिला बाजेले पनि यसरी नै खोज्नुहुन्थ्यो के गर्नुहुन्थ्यो भन्दै कुरा गर्दै बनाउँदै थियौँ।